हेलो साथीहरु नमस्ते हजुरहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा। आज चाहिँ मैले दूध रोटी बनाउने एकदमै सजिलो रेसिपी लिएर आएकी छु। दूध रोटी बनाउने सबैको आफ्नो आफ्नै तरिका हुन्छ। मैले चाहिँ सजिलो र मिठो तरिका लिएर आएकी छु। हजुरहरु पनि ट्राई गर्नु होला है। दूध रोटी बनाउनको लागि हामीलाई चाहिन्छ दूध। मैले यहाँ 1.5 लिटर दूध लिएकी छु। त्यसैगरी मैले सानो कचौराको 1 कचौरा चामलको पिठो लिएकी छु। हजुरहरुले आटा र मैदा पनि लिन सक्नुहुन्छ। त्यसैगरी मैले सक्खर लिएकी छु। हजुरहरुले आवश्यकता अनुसार चिनी पनि राख्न सक्नुहुन्छ। त्यसैगरी ल्वाङ मरिचको पाउडर र अलिकति नरिवल काटेर लिएकी छु र अन्तिममा मैले तेजपत्ता र सुकमेल लिएकी छु। अब चाहिँ हामीले रोटी बनाउनको लागि डो तयार गर्नुपर्ने हुन्छ। त्यसको लागि मैले कराई बसाएर थोरै दूध तताउँदै छु र यसमा थोरै सक्खर पनि राखिदिनु होला। अब चाहिँ थोरै पिठो राखेर चलाउँदै यसको डो रेडी गर्नु होला। भिडियोमा देखाए जस्तै नछोडी चलाउनु पर्ने हुन्छ। हेर्नुस् त पिठो यतिको भइसकेको छ। अब चाहिँ हामीले यसलाई निकाल्नु पर्छ। निकालेर 3 मिनेट जति सेलाउन छोड्दिनु होला र त्यसपछि यसरी नै राम्रोसँग मार्नु पर्ने हुन्छ। थोरै दूध राख्दै मार्नु होला। धेरै सेलायो भने पनि यो राम्रोसँग माडिदैन। हेर्नुस् त यतिको नरम पिठो भइसकेपछि अब हामीले यसलाई सानो सानो गोलो बनाउनु पर्ने हुन्छ। र त्यसैगरी अब चाहिँ रोटीलाई शेप दिनु होला। मैले चाहिँ यस्तो खालको शेप दिएकी छु। त्यसैगरी अब दूध तताउनु होला। मैले यहाँ तेजपत्ता र सुकमेल राखेर दूध उमालेकी छु। दूधलाई चाहिँ चलाउँदै पकाउनु पर्ने हुन्छ। अब चाहिँ यहाँ आफ्नो स्वाद अनुसार मैले सक्खर राख्दै छु। हजुरहरुले चिनी पनि राख्न सक्नुहुन्छ। भिडियोमा देखाए जसरी नै यसलाई राम्रोसँग चलाउँदै पकाउनु होला। र अब चाहिँ मैले काटेको नरिवल र ल्वाङ मरिचको पाउडर राख्दै छु। अब चाहिँ अघि बनाएर राखेको रोटीलाई यसमाथि राख्नु होला। अब चाहिँ यसलाई राम्रोसँग पकाउनु पर्ने हुन्छ। हेर्नुस् त दूध सुकेर यतिको बाक्लो भइसकेको छ। अब चाहिँ मैले काटेर राखेको ड्राई फ्रुट्स राख्दै छु। हजुरहरुले पनि आफ्नो इच्छा अनुसार जुनै पनि ड्राई फ्रुट्स राख्न सक्नुहुन्छ। हेर्नुस् त हाम्रो दूध रोटी पाकेर खानको लागि रेडी भइसकेको छ। हजुरहरु पनि यसरी नै दूध रोटी बनाएर खानु होला। असाध्यै मिठो हुन्छ। मलाई आशा छ हजुरहरुलाई यो रेसिपी मन पर्यो होला। र मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरुलाई धेरै धन्यवाद। र त्यसैगरी हजुरहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्न र भिडियोमा लाइक कमेन्ट गर्न नभुल्नु होला। धन्यवाद।